नमस्कार सबैजनालाई। हजुर आरामै हुनुहुन्छ नि? म पनि आरामै छु। हेर्नु न, आज मैले कुखुरा मेरो घर नजिकैको दाइको पसल छ, उहाँ आउनु भएको लिनलाई दाइ बिचरा कुखुराको खुट्टा सबै बाँध्नुभयो। म चाहिँ जोख्न लगाइरहेको छु। हेर्नु होला मेरो कुखुराहरू कति केजीको हुन्छ होला। अन्तिमसम्म मेरो भिडियो हेरेर भन्नु है। जोखेँ मैले कति केजीको भयो होला। यो दुईवटा कुखुरा मेरो ब्रोइलरको हेर्नु यो जोख्न गाह्रो हुँदो रहेछ। यो जोख्नेमा अर्को डिजिटल भएको भए सजिलो हुन्थ्यो होला। 2-3 चोटि जोख्नु पर्यो। हेर्नु कति गाह्रो भएको छ। दाइ बिचरा ढिलो भयो। बहिनी छिटो गर्नु न, म पनि लगेर काटेर बेच्न पर्छ रहेछ। म फेरि दाइ गर्दैछु। हेर्नु न, नम्बरै देखाएको छैन, ओटी देखाएको छैन। त्यही भएर दाइले पनि अन्त नि मेरो पसलमा भए सजिलो थियो। त्यहाँ थियो जोख्ने कुरा भन्नुभएको थियो। जान नभ्याउने नि त, दाइको पसलै टाढा छ मेरो घरबाट। अनि त्यही भएर मेरो यो घरमै त्यही भएर यसैमा जोखेको। बिचरा दाइले ढिलो भइसक्यो, बहिनी ढिलो भइसक्यो भन्नुभएको। छिटो जोख्नु बहिनी भन्नुभएको छ। मेरो कान्छी छोरी भिडियो बनाइरहेको छ, बिच माएर डिस्टर्ब गरेर दुईवटा कुखुरा जोखेँ। राम्रोसँग अङ्क देखाएको छैन। फेरि त्यसलाई साथीहरू त्यो 0 आएपछि बल्ल देखाउँछ, कहिले देखाउँछ कहिले देखाउँदैन। एउटा डिजिटलवाला जोख्नु पर्यो। त्यसमा वेट पनि देखाउँछ अनि पैसाको मूल्य हुन्छ। अनि सजिलो हुँदो रहेछ कि यसमा अब वेट मात्रै देखाउँछ, मूल्य नै देखाउँदैन के। कस्तो झ्याउ नि। अब 1-2 केजीको हिसाब गर्न सजिलो हुन्छ। अब त्यो 5 ग्राम होइन 90-100 ग्रामको चाहिँ हिसाब गर्नै गाह्रो हुने कि। त्यही भएर अनि गाह्रो भयो। धेरै जसो मेरो बुढोले जोख्नुहुन्थ्यो, उहाँको फोन आएर बाहिर जानुभयो। अनि मैले नै जोखेको आज। अनि त्यही भएर जोख्दैछु। अनि फेरि त्यो बाखेन फेरि थिचेछु गर्दैछु। दाइले भयो हुन्छ पर्दैन भन्नुभएको छ। अनि अब फेरि त्यो अङ्कै देखाएको छैन। अब कसरी त्यसै हच्च दिने। 2-3 चोटि जोखेर धेरै टाइम खायो। यो जोखेर त धेरै टाइम खाँदो रहेछ। कहिले चल्ने कहिले नचल्ने। फेरि म त्यहाँ कापेमा टिपेछु कति केजी बोक्राहरू भन्दै। पछि हिसाब गर्न सजिलो हुन्छ नि त। अनि त्यही भएर म चाहिँ त्यहाँ हिसाब गर्दैछु कति केजी भयो, कति पैसा भयो भनेर। फेरि एउटा त जोख्नै बिर्सेछु कि। फेरि अर्को फर्केर आएर यो दुईवटा कुखुरा त जोख्न बिर्सेछ नि त भन्नुभयो। अनि फेरि जोखेँ। फेरि त्यसको पनि अब भन्नुहोस् साथीहरू, मेरो यो सबै कुरा गरेर कति केजीको साथीहरू। हस् त।